शुभकामना तिमी दुईलाई, विवाहित जीवन यो सफल बनोस्। इन्द्रेणी जस्ता ती सपना तिम्रा फुल झै फुलेर साकार बनोस्। फुल झै फुलेर साकार बनोस्। शुभकामना तिमी दुईलाई। दाम्पत्य जीवनको यात्रा तिम्रो हरेक पाइला सुगम बनोस्। दाम्पत्य जीवनको यात्रा तिम्रो हरेक पाइला सुगम बनोस्। गर्छौ बिन्ती यही नै हामी तिमी बीच प्रभु साथ होस्। तिमी बीच प्रभु साथ होस्। शुभकामना तिमी दुईलाई। हामीलाई तिमीले दिएका ती माया अरूलाई पनि अब बाँडी हेर। हामीलाई तिमीले दिएका ती माया अरूलाई पनि अब बाँडी हेर। प्रभुको नजरमा यो असल कुरा हो, देखाइदेऊ उदाहरण बनेर। देखाइदेऊ उदाहरण बनेर। शुभकामना तिमी दुईलाई। आशिष माग्छौं प्रभुसँग हामी, साथी र सङ्गी मण्डली मिलेर। आशिष माग्छौं प्रभुसँग हामी, साथी र सङ्गी मण्डली मिलेर। चाहे सुखमा होस् या दुःखमा नै सहारा दिनुहोस् प्रभुजी। सहारा दिनुहोस् प्रभुजी। शुभकामना तिमी दुईलाई, विवाहित जीवन यो सफल बनोस्। इन्द्रेणी जस्ता ती सपना तिम्रा फुल झै फुलेर साकार बनोस्। फुल झै फुलेर साकार बनोस्। शुभकामना तिमी दुईलाई।
थियो। मेरो मनले सङ्गीत तिम्रो साथ खोज्दै थियो। प्रभुसँग बाचा बाँधी तिमीले हात दियौ। सुख दुःख सधैँ तिम्रै हुन्छु भनेर हो। बाँचुन्जेली न्यानो साथ दिन्छु भनेर हो। बाँचुन्जेली न्यानो साथ दिन्छु भनेर। माया गर्छु भनी छ चाहना क्रिस्टको सेवा सँगै गर्छु भनी। परमेश्वरलाई आदर गर्ने जोडी बनेर बाँचुन्जेली न्यानो साथ दिन्छु भनेर। मेरो मनले सङ्गीत तिम्रो साथ खोज्दै थियो। प्रभुसँग बाचा बाँधी तिमीले हात दियौ। सुख दुःख सधैँ तिम्रै हुन्छु भनेर बाँचुन्जेली न्यानो साथ दिन्छु भनेर हो। बाँचुन्जेली न्यानो साथ दिन्छु भनेर। अझै सजाइदिन दुवै मिली यसुजुलाई हर्ष बढाइदिन। यति सुन्दर जिन्दगी अझै सजाइदिन दुवै मिली यसुजुलाई हर्ष बढाइदिन। दिन बितौला हाँसी खुसी आशिष गनेर बाँचुन्जेली न्यानो साथ दिन्छु भनेर। मेरो मनले सङ्गीत तिम्रो साथ खोज्दै थियो। प्रभुसँग बाचा बाँधी तिमीले हात दियो। सुख दुःख सधैँ तिम्रै हुन्छु भनेर हो। बाँचुन्जेली न्यानो साथ दिन्छु भनेर। बाँचुन्जेली न्यानो साथ दिन्छु भनेर। बाँचुन्जेली न्यानो साथ दिन्छु भनेर। प्रभुलाई धन्यवाद। धेरै ठाउँमा वैवाहिक बन्धनको कामहरू लिएर धेरै ठाउँ हिँडियो। आज बहिनीलाई मङ्सिमामा अनि यहाँनिर प्रभुले बहिनीको लागि करम साथी जोडिदिनु भयो। बहिनी रुँदैछ, वचनमा लेखेको छ रुनेसँग रोइदेऊ, हाँस्नेसँग हाँसिदेऊ अनि नाच्नेसँग नाचिदेऊ। होइन, हामीले यहाँ कता कता त्यो रोइरहेको जस्तो देख्छु, म पनि रोइरहेको छु, तर यो चाहिँ सहयोग गरेको है। रोएर प्रभुमा कहिले पनि छुटिँदैन बहिनी, हामी जोडिन्छौँ।
प्रभुमा कहिले पनि टुक्रिँदैन, प्रभुमा जोडिन्छौँ। त्यसले गर्दाखेरि हामी पहिल्यै नै यहाँ सम्बन्धमा त गाँसिसकेको छौँ। सम्धिनी त्यहाँ हुनुहुन्छ होइन, सम्धिनी हुनुहुन्छ। अझ झन् नजिक नजिक होइन, माछे पोखरीबाट हाम्रो बहिनी आउनु भएको छ यहाँ बिहे गरेर। अनि त्यसपछि अहिले आफ्नै बहिनी यहाँनिर। अनि हाम्रो आशीर्वाद छ तपाईँहरूप्रति। अब बिहे गर्नु, श्रीमान श्रीमती हुनु, तर यो भित्र एउटा ठुलो एउटा जिम्मेवारी छ, त्यो भूमिका निभाउन सक्नु। अबदेखि उसो ज्वाइँलाई आदर गर्ने हुनु। घरमा पनि एउटा ठुलो खम्बा थियो तिमी, अब ज्वाइँलाई आदर गर्ने हुनु। ज्वाइँको आमा बुवा भनेको तिम्रो आमा बुवा। अब उता पनि जानुपर्छ। भाइ एउटा छ। अब यहाँ प्रार्थना गर्दै जाउँ, यहाँबाट टक्कसँगले एकजना जीवन साथी भेट्यो भने त लागिहाल्ने फेरि। बाँचुन्जेली न्यानो साथ दिन्छु भनेर। राम्रो राम्रो भ्यूहरू म तपाईँहरूलाई तपाईँहरू साँझ मैले लिएर आउनेछु। तपाईँहरूले मलाई सब्सक्राइब गरेर हेल्प गर्नु होला। तपाईँहरूलाई मैले मनोरञ्जन दिनको लागि केही कुराहरू पनि लिएर आउनेछु। तपाईँहरूले मेरो भ्लगलाई माया गरिदिनु होला भन्न चाहन्छु।